हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुर सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। आज चाहिँ बिहानको 8 बजे छ। यहाँ चाहिँ आज काम लागेको छ। बिहानको 8 बजिसक्यो। आज चाहिँ म चाहिँ अब सामान निकाल्न आएको छु। यो सामान निकालेर यो गाडी सकेर अब यो सानो यो सप्लायरको गाडी छ अब निकाल्ने। त्यसपछि आज बिहानको गाडी सकिन्छ। यो गाडी सकेर आज यहाँ चाहिँ अस्ति भर्खर आएका नेपाली दाइ छन्, नयाँ दाइ के गर्ने। हिजो चाहिँ गाडी धेरै थिए। आज चाहिँ हेर्नु यो पनि मैले गाडी लोड गरिसकेँ। यो चाहिँ बङ्गाली लोड गरेर त्यसपछि सक्यो। यो सत्य इन भन्ने हाम्रो सानो मार्केट हो। यो मार्केटमा एउटा मान्छे लगेर जानुपर्छ। यो बसको 20वटा मार्केट ठुल्ठुलो छन् र 4वटा मार्केट सानसाना। यी चाहिँ सानो मार्केटमा चाहिँ एउटा मान्छे लगेर जानुपर्छ, किनभने त्यहाँ चाहिँ फोर्कलिफ्ट चाहिँ छैन। त्यही भएर हातले खाली गर्नुपर्छ। अब यो चाहिँ सत्य इन मार्केटमा चाहिँ अब एउटा नेपाली दाइले लगेर जान्छन्। अहिले नि अब हप्तामा हामीहरूको कति 20, 22, 23, 24सम्म मार्केट कहिलेकाहीँ हप्तामा गइसक्यो। अर्डर नआयो भने मार्केटदेखि त्यो चाहिँ मार्केटमा पठाउँदैनौँ। नत्र भन्ने चाहिँ मार्केटमा पठाउनु पर्छ कि हामीले दिनमा 8-9 मार्केट अथवा 5-6 मार्केट जति पठाउनुपर्छ। यो चाहिँ हाम्रो बस हो कि बस हो। आयो यो ब्लग राम्रो लाग्यो लाइक सब्सक्राइब गरिदिनु होला, सपोर्ट नि गरिदिनु होला। यो यस्तै हो हाम्रो बस चाहिँ। यहाँ नर्मल हो यो देखाउनु भनेको। सबै देखाउँछन्, बिग बसदेखि सबै। बाई बाई, अब भेट्छौँ अर्को ब्लगमा।